जङ्गल सुपारी कुन ठाउँमा जङ्गल सुपारी गर्न लाग्छ रे? चितवन भन न। ओए चितवन राष्ट्रिय निकुञ्जमा चितवन नेसनल पार्कमा भन न। अडो आर यु इन्जोइङ? मजा भएछ? तर तिमीले चिज बल चाहिन्न भन्यौ के अरे? मैले ल्याइन, पानी मात्रै ल्याइदिएँ। तिमीले चाहिन्छ भने भए मैले ल्याइदिन्थेँ नि। कोको कोला त तिमीले भनिनौ नि त। अनि जङ्गल सुपारी गर्दा कस्तो भएछ त नि कालियामा? जङ्गल सुपारी अरे। अनि हजुरबालाई उहाँ हेर न, जङ्गल सुपारी गर्ने ठाउँमा टाइगरको चित्र हेर न। एन्ट्री पोइन्ट यहाँबाट रहेछ। ल पहाडबाट राम्रो देखिन्छ क्या भ्यू। मम्मी पनि जानु। कहाँ जानु लाग्यो रे? ल भन भन। जङ्गल सुपारी हो। को जानु लाग्यो? हजुर बिहा अझै अनि मामी ल ल यही हो नि त। हल्ला बोल्न पाउँदैन, हेर्ने मात्र, आँखाको मात्र काम हो, मुखको होइन। अहिले कति धेरै कति धेरै हेर त। अदु यसको नाम चित्तल हो नि। यसको नाम चित्तल हो। फेरि म त तिमीलाई यही झारिदिन्छु। मजा आयो। के देख्यौ? चित्तल चित्तल स्पोर्टेड डियर इंग्लिश नेम छ। सबभन्दा धेरै यही हुन्छ है। डियर फ्यामिलीमा चाहिँ सबभन्दा धेरै यिनीहरूसँग एकदम होलमा बस्छ। भाग्छ यो एकदम छिटो कुद्ने उफ्रिने हुन्छ। यो चाहिँ रतुवा अघिको स्पटेड डियर। यो पोथी नै रहेछ। यो सिङ छैन। पोथी हो यो सबै। अर्के बाबु त बस्या। खाना सारा आना छोरी तिमीहरु ल आना छोरी मरे मामु तपाईँ बाबा अनि तिमी बोल्नु न बाबा बोल्न तिमीलाई चाहिँ यो उसले बोल्छ न तपाईँ तिमीहरु जाने चरा कोडाको है। एलिफेन्ट स्टेप हात्ती यो चाहिँ राजा महेन्द्रले बनाएको हात्ती सार हो। हजुर यस्तो होटलहरु चाहिँ राष्ट्रिय निकुञ्जभित्रमा चाहिँ 6 वटा छ। 6 वटा थियो। त्यो मध्ये चाहिँ यो चाहिँ के रे? कुकुरा भन्छन्। जङ्गली कुकुरा? लुइचे भन न। जङ्गली कुकुराको लुइचे। तिमी के गरेको अरे? के गरेको छोरीले? छोरी के गर्न हिँडेको अरे जङ्गल? हामी त हेर्नलाई जनावर। जङ्गल सुपारी? जङ्गल सफारी। जङ्गल सफारी। अब नहुँला है। पनि छु छन त यहाँ आउँदै आएन। आज र म छु है जङ्गल सफारी गर्दै हिँडेको है। छोरी मजा आएर छ नि तिमीलाई? हेरे कस्तो मजा आएको लागेर ग्रासल्यान्ड हाइवे अनि यता पनि हुन्छ के के हुन्छ मयूर पनि हुनसक्छ है। ग्रासल्यान्ड घाँसे मैदान हो नि। घाँसे घाँस कस्तो त्यस्तोमा हिँड्छ ल। बस्ने घाँसे मैदानहरू अब नदीको छेउहरूको त्यस्तो घाँसे मैदानहरूमा बस्ने हो। पानी र घाँसे मैदानबाट हो। उकालो गरेर लगभग पाहाडतिर पाहाडलाई खासै सुटेबल हुन्छ। रिचेबल होइन अहिले पाल्पा देख्यो भने त्यो अस्ति लगभग 1600 कति मिटर माथि ठुलो पाटेबाटै पाटेबाट
गाउँमा त्यो पाहाडतिर हुने बाघलाई के भन्छ चितुवा हो बाघ होइन पाटे बाघ त अहिलेसम्म इलाम 5 कुन जिल्लामा देख्यौँ भने 3-4वटा जिल्लामा देखिया पहाडी क्षेत्रमा त्यो तराई क्षेत्रमा लगभग चितवनमै सबभन्दा धेरै सिंह त नेपालमा पाइँदैन हजुर छोरी अनि तिमी त जङ्गल सुपारी गर्न आइ कि आउनुपर्छ त ए त्यो त देखियो यही लुगा हो नि त होइन लगाउने भने जङ्गलमा हिँड्दा हरियो कालो गाडा धेरै उज्यालो त्यस्तो रातो यस्तो हुन्न भन्छ है टाढैबाट जनावरहरूले देख्छ यस्तो रिसोर्ट रहेछ यार पहिला जमानामा यस्तोमा चयन गरेको यार कहीँ त थियो नि यार यस्तोमा त बस्न नि आनन्द हुन्थ्यो एउटा वाइल्ड लाइफ क्याम्प यहाँ चाहिँ पहिला सुरुवात गर्नुभयो त्यसपछि उहाँ विदेशी वीरेन्द्रहरू राजाहरूले चाहिँ गर्न थाल्नुभयो कामहरू लगभग 33 सालमा चाहिँ कम्प्लिट भएर चाहिँ स्टार्ट भयो चल्नलाई उहाँको बहिनी ज्वाइँले राजा महेन्द्रको बहिनी ज्वाइँले चाहिँ चलाउनु भयो चल्दै गर्दाखेरि चाहिँ एकदम एक्सपेन्सिभ होटल यो बढी जस्तो चाहिँ फरेनरहरू विदेशी पाहुनाहरू आएर बस्ने अब $100-200 रुमहरू थियो त्यो बेलामा हजुर अनि यिनीहरू सबै यो भिलाहरू चाहिँ पछि बनेको फेरि 62-63 सालको द्वन्द्वकालपछि द्वन्द्वकालमा चाहिँ यहाँ माओवादीले चाहिँ राजाको सम्पूर्ण रुमहरू डाइनिङ हल भित्रको चाहिँ यो आगो बाल्ने क्याम्पफायर जोन माथिको चाहिँ बाँसको चोयाबाट बनेको मान्छे अहिलेको शिक्षणहरू चाहिँ काम शिक्षण राख्ने कोठालाई तिमीलाई हेर्नको लागि राखेको ओरिजिनल हो हजुर हो पछाडि किचन भएको पल्लोमा फल्छ खडाइ भन्छ घरै यस्तो गरिने चाहिँ कोठालाई शीतल जाडोमा न्यानो राख्छ यसले त्यसपछि यसको चाहिँ एकदम आर्थिक अवस्था कमजोर हुने त्यो समयमा अब सिमेन्टहरू पनि घर पहिला यसको नै घर बनाएर घरलाई Come baby. Toilet होला नि फेरि टोयलेट त यो यस्तो भिल्लाहरू सुरुमा चाहिँ 44वटा रुम थियो 44वटा भिल्ला हजुर लगभग 100जना जति हाई स्टाफ सबै डिपार्टमेन्टमा गर्दाखेरि स्टाफहरू थियो पहिला त्यसपछि पछि बनाएको कि माओवादीले चलाइसकेपछिको बनाएको यतिको कन्ट्रोल यतिको संरचनाहरू लगभग यो जङ्गल त्यसरी अघि हामीले भएबाट हेऱ्यौँ नि बााउन्ड्री त्यहाँबाट त्यसरी थियो कि पुरै एरिया राजाहरू चाहिँ कहिलेकाहीँ भ्याकेसनमा यता घुम्न आउँदाखेरि चाहिँ 1-2चोटि वर्षमा त्यसरी आउने नत्र फरेनरहरू विदेशीहरू पाहुनाहरू नै बस्ने ए फुटप्रिन्ट्स रे सानो ब्ल्याक कलरको बर्ड देखेको छु लुगा लास्ट त यस्तो यहाँ चल